सन्देशको सबैलाई नमस्कार। आज चाहिँ म यहाँ दारी कपाल काट्न आएको छु, तर मैले अहिलेसम्म लेडिजको हातबाट चाहिँ कपाल दारी काटेको थिइनँ। आज चाहिँ मेरो एउटा ठुलो अवसर अथवा मैले यो कुरालाई चाहिँ किन भनिरहेको छु भने सामान्य कुरा हो, तर पनि लेडिजहरू केही गर्न सक्दैनन् भन्ने कुरा, के चाहिँ गर्न बाँकी छ भन्ने कुरा मात्र हो होइन। सबै कुरा गर्न सक्नुहुन्छ, नारी भगवान हुन्, त्यही भएर कारणले म उच्च सम्मान गर्छु। तर मैले चाहिँ अहिलेसम्म गएको थिइनँ र यो कुरा चाहिँ ठ्याक्कै म लोकतान्त्रिक चोक, यो हाम्रो मनमैजू लोकतान्त्रिक चोकमा अवस्थित के अरे यहाँ पार्लरको नाम आर्यन जेन्ट्स पार्लर। ल उहाँ हुनुहुन्छ। तपाईँको नाम के हो? नमस्कार, मेरो नाम प्रतिभा कुमारी हो। यो हाम्रो पसल छ। हजुर, यो पसलको नाम छ आर्यन जेन्ट्स पार्लर। हजुर, यहाँ लेडिज जेन्ट्स दुइटै काम गर्नुहुन्छ। ओके, ल ठिक छ है त। म चाहिँ आज फ्याट्ट यसो दारी काटिहाल्नु, यहाँ यसो छोटाउँ भनेर आएको, अनि उहाँले बस्नु भन्नुभयो। उहाँको हाम्रो परिवार हो? हजुर, उहाँ सर ल फ्यामिली हुनुहुन्छ। हेलो, तपाईँको नाम? आर्यन दाई। ल आर्यन हुनुहुन्छ उहाँ, र उहाँ हुनुहुन्छ के कुमारी रे? प्रतिभा कुमारी। बुढाबुढी मिलेर यसरी श्रम गर्दै, बुढाबुढी मिलेर चाहिँ यसरी चाहिँ काम गर्दै हुनुहुन्छ। उहाँको कामलाई मेरो सम्मान छ है, तपाईँहरूलाई एकदमै उच्च सम्मान छ। थ्याङ्क यू। ल मेरो दारी आज काट्दै हुनुहुन्छ। मलाई एकदम खुसी लागेर यो श्रमको चाहिँ यसरी गर्नुपर्छ, बुढाबुढी मिलेर यसरी काम गर्नुपर्छ। र प्लस अर्को कुरा चाहिँ नारीहरू केही कुरामा कमी छैनन्, हरेक कुरा गर्न सक्ने नारी हो नि त। पृथ्वीमा जन्म दिने नै हामीलाई जन्म दिने नै नारीले हो। त्यस कारणले गर्दाखेरि यो कुरा सानो हो, तर मेरोलाई अर्थपूर्ण र महत्त्वपूर्ण लाग्यो। मैले यहाँ यो कुरालाई नि भनेँ, र यो चाहिँ ठ्याक्कै लोकतान्त्रिक चोकमा छ। तपाईँहरूलाई पनि आवश्यकता पर्दाखेरि यहाँ लेडिज जेन्ट्स सबै कुरा हुन्छ होइन। सबैलाई काम लाग्छ, आउनु होला र उहाँहरूलाई हौसला दिनु होला, सपोर्ट गर्नु होला। म त्यही नै भन्न चाहन्छु। र सानो बाबु कि नानी? बाबु छ। म प्लेट नलाउने, म प्लेट मैले के गर्ने भने अहिले म भन्दैछु, म ब्लेड लाउँदिनँ, मेरो दारी छोटाउने मात्र हो। मिसिनले। यस्तो गर्छु न, के गर्नु भने हल्का हल्का राख्नै पर्छ होइन, दारी चाहिँ हल्का राख्ने, अलिअलि देख्ने पर्यो, दारी देख्न पर्छ। एक र यहाँ जस्तो यहाँ एक देखियोस् या दुई जस्तो देखाउनु, यस्तो हुन्छ नि, स्लोप टाइप होइन। तो यहाँ दुई हाथ दिनु फ्रेन्ड्समा, यो पुरै हाथ हो, त्यो पायो। यो पुरै एक हाथ पर्छ, त्यो दुई हाथ। ओके, और यो दुई हाथ। अनि मिसिन लाउँदैन, दारी ब्लेड छुँदै नछुने, ब्लेडलाई बुझिसक्यो है। ल है, मलाई त ब्लेडै नछुने है त। म ब्लेडै नयुज गर्ने क्या। मिलाउने, त्यो त मिलाउने मिसिनले नै मिलाउनु मिल्छ नि। मिसिनले मिलाइहाल्छ। हजुरको मिसिनले नै मिलाइदिनु। तल ठिक छ मेरो? तल कपाल ठिक छ? ठिक छ, ठिक छ, ठिक छ। तल कपाल ठिक छ? साडी केते लाग्यो मेरो? यसमा त पुरै दाना आइसक्यो, गर्मीको कारण होला। छडी पनि अलिकति मिलाइदिनु है। कपाल दारी सबै गर्नुहुन्छ, काम त गर्नु पर्यो। यो हो क्या तपाईँहरूको परिवारले प्रगति गर्छ। ल किन डरिरहेको खानु बाटो डर लागिरहेको। हिजो भिडियो काटेर आज डेट गर्नुहुन्छ। हजुर केमा आफ्नो भिडियो हाल्नुहुन्छ? म अहिले डिटेल दिन्छु ल।
लाउने हो झाल्दा हुन्छ है सफा हुन्छ कपाल लाइन छ पहिलाको बाबा म धेरै म पनि बाबाले धेरै भनेको थिएँ अब केटा ठुलो भएछ त्यसले लाग्ने नि कहाँ हजुर आफै एक्सेप्ट गर्नु नएक्सेप्ट आफै मैले कहिले के भनिहाल्यो त्यो आफै सानो भइहाल्छ जम्मै को क्या देखो म पनि थिएँ नि सानो आपको अकल भाइ आप की भन्दैन त म त गाली उली जम्मै गरिदिन्थेँ अब शरम लाग्छ पहले मेरो त फटेको थियो अब लाज लाग्छ त्यहाँ पनि कुनै एउटा केक अगाडि गइरहेको लाग्छ कस्तो म बाबाको जन्म भएको म सबैभन्दा बढी मलाई मम्मीको सँग झगडा भएको बाबा त मलाई भन्दै थियो तिमीलाई त म लोहा भन्छु फलाम भन्छु बाबा त मलाई के त भन्यो बाबा त मलाई के त मेरो बाबा चाहिँ कोहीको बाबा हुँदैन धेरै कुरा सुन्नु मलाई कुटे पनि लिएर जाऊ म त्यति त भन्छ नि भाइ त्यहीको खुट्टामा बानी बानी कुटेछ कुटाइ पनि लास्टै खाएको अब मेरो बाबा लास्ट स्टेजमा गएर ट्रेनिङ साथीले त्यहाँको ठिक छैन त्यही पनि मलाई लाग्छ 15 पट्टि हो अरे राम्रोसँग मेरो मम्मी दबाई वाई दिएपछि दिन अरे यार म दिलाई दबाई वाई कारण त पर्छ दिँदैन अब हो अब सामान कहाँ जब म सानो थिएँ नि एकचोटि त्यसले मलाई लाग्दै थियो कि बाबाको दबाई गर्नुमा गाह्रो भयो अब लाग्दैन साथी त्यस्तै भएपछि इन्डिया बिहार और की कर बाबा गर्नु त्यही बाबाको सुत्राल भयो तिमी सुत्राल तिमी पनि सुत्राल जान्छ नि रोज्यौ आजकलको केटाको तपाईँको मामा घर आमाको माइती र तपाईँको बाबु ससुरा एउटै घर हो मेरो बाबाको मामाको घर नेपालमै हो लगराई गोर्डनको साइडतिर मेरो बहिनीको घर नेपालमै हो जनकपुर क्याम्पस हो घर होइन मैले भन्नुभएको चाहिँ तपाईँको आमाको माइती होइन तपाईँको मामा घर बाबु ससुराले के ठाउँ हो मेरो मामा घर उहाँको माइती भाइको बाबु अलि सानो बाबुको मामा घर तपाईँको ससुराले एउटै ठाउँ होइन मेरो घर होइन भन्छ बुझेन योको मामा घर मेरो ससुराल एक ठाउँ भनेको हो नि त योको मामा घर यो ससुराल कहाँ भन्नु पर्यो मको ससुराल भन्छ योको मामा घर ओ मेरो राजा कम हुँदैछ केही पनि भएको छैन विशेष त्यो साइड अफ पनि अलिकति है
ठिक छ काहीँ तपाईँको त्यस्तो लाग्यो भने बनाइदिनु तपाईँ बस्ने चाहिँ कहाँ कतिको तपाईँ आउनु भएको यहाँ 2 वर्ष भइसक्यो नहीं नलाउनु काहीँ नलाउनु कपाल नझर्नलाई के गर्नुपर्छ कपाल नझर्नु 1-2 चोटि टाक्लो बन्जाम हेरौँ त्यसपछि केही हर्मोनको मात्रा शरीरमा बढी भएपछि हजुरको कपाल हुन्छ हर्मोनको मात्रा तपाईँहरूको बिहा गरे कति भयो मेरो 3-4 वर्ष अनि उहाँको नि 4 वर्ष भयो तपाईँको 4 वर्ष उहाँको नि मैले अहिले भने पनि बुझेन क्या तपाईँ 1 मिनट प्रतिवेदी एकचोटि जस्तो तपाईँको मामा घर होइन आमाको माइती र बाउको ससुराली कहाँ हो एकै ठाउँ परेन हो अहिले सोधे हो क्या हजुर यस्तो पुरा मतलब जिस्काएर मैले सोधेको थियो होइन हजुर यस्तो पुरा मतलब मान्छे कोही चाहिँ यस्तो चाहिँ सोध्छ नि कि मान्छे सोध्छ कि त्यसलाई थाहा नभयो यो त जन्मेको थाहा हुन्छ कि त हजुर यस्तो मतलब लोकेसन जहाँ पनि भी होस् पनि युरोप होस् इन्डिया होस् चाइना होस् जहाँ पनि होस् पर यो त जम्मै ठाउँ थाहा भयो अनि कोही झुकिन्छ क्या कोही झुकिन्छ क्या मैले सम्झा थिएँ अनि मैले ए दादा भेट्ने ह्यान्डसेक गर्दै राजा मलाई उहाँ पठाउने उहाँ हो मैले पठाइदिएको फेरि 4 गरा हो त हेर्नु न यहाँ ह्यान्डसेक गर्दै राजा ह्यान्डसेक मैले भिडियो कैद गरिरहेको छु है उहाँको चाहिँ यस्तो लेडिज मान्छेले यसरी काम गरेकोमा मलाई टक्क यस्तो मान्छेको यो हेर्ने कसले पठाएको नि भन्नु पर्छ यहाँ हुन्छ मलाई रेकमेन्ड गर्ने चाहिँ उहाँ हुनुहुन्छ समीक्षाजी होइन विशेष गरी चाहिँ म धन्यवाद दिन चाहन्छु र यहाँ म आज अपर्चुनिटी आइपुगेको मेरो भयो अनि तपाईँको साइडबाट भयो कि भन्ने मलाई ठिक छ मेरो छोरीको पनि आइसक्रिमले मान्छ भन्ने कि मम्मीले यहाँ किनिदिन्छ यो अरू अहिले यदि गरम नुहाउनु पर्छ दाह्री फेस वास गर्दा अलि राम्रो छ मलाई फाइनल्ली चाहिँ यो ठाउँमा मैले तपाईँहरूलाई भने लोकतान्त्रिक चोकमा अवस्थित छ
तपाईँहरू पनि आएर सेवा लिन सक्नुहुन्छ। विशेष गरी मैले सानो जस्तो छोरी मान्छेहरूले सबै कुरा गर्छन् तर पनि मलाई एकदम इम्पोर्टेन्ट लागेर मेरो मनलाई चाहिँ एकदमै यसलाई चाहिँ प्राथमिकता दिनुपर्छ भने जस्तो लागेर मैले यसलाई प्राथमिकता दिएँ। ठुलो कसैले नसोचिदिनु होला भन्दै मलाई जे लाग्यो त्यही कुरा मैले कैद गरेँ र हजुरहरूलाई पनि आवश्यकता पर्छ भने यो कुनै यो विज्ञापन यताउति केही पनि होइन। मलाई नारीहरूलाई चाहिँ जब सम्मान गरिन्छ तब धरतीको मुहार उज्यालो हुन्छ भन्दै म सन्देश लामिछाने बिदा हुन्छु। नमस्ते।